कन्टेन्ट क्रिएसन स्टार्ट गर्न मन छ तर मलाई त लाज लाग्छ, मलाई मेरो भोइस नै मन पर्दैन, साथीहरूले के भन्छन्, ओहो कलेजको स्टुडेन्टहरूले के भन्छन् भनेर लाज मान्नुहुन्छ भने चाहिँ फेरि कहिले पनि गर्न सक्नुहुन्न। सो नम्बर 1 कुरा भनेको चाहिँ हेर्छन् है, मान्छेहरूले हेर्छन्, साथीहरूले देख्यो भने के भन्छन्, कसले के भन्छ भनेर नसोच्नुहोस्, मान्छेहरूले हेर्छन् एन्ड देन त्यो कुरा चाहिँ हजुरले एक्सेप्ट गर्नुपर्छ कि मलाई अरूले हेरे पनि मलाई के मतलब छैन, म आफ्नो कन्टेन्ट बनाउँछु, म लाज मान्दिनँ भनेर त्यो लाज हुन्छ नि, अरूले कसले के भन्ला भन्ने त्यो कुरा चाहिँ हजुरले कम्प्लिटली हटाउनै पर्ने हुन्छ। अनि अर्को कुरा भनेको चाहिँ बिलिफ पनि हुनुपर्छ है, आई एम क्यापेबल अफ बिङ अ कन्टेन्ट क्रिएटर, मलाई यो जेन्युइनली गर्न मनपर्छ अनि म गर्न पनि सक्छु भनेर एउटा हुन्छ नि बिलिफ हुनुपर्छ कि, नभए त आज हजुर भिडियो हाल्नुहुन्छ भ्युज नआउने बित्तिकै नहुने रहेछ भनेर गिभ अप गरिहाल्नुहुन्छ नि, त्यस्तो गर्नु मिल्दैन। अनि मोस्ट इम्पोर्टेन्ट कुरा भनेको चाहिँ सेल्फ लभ कन्फिडेन्स पनि हो है। सो धेरैजनाले चाहिँ मलाई त मेरो आवाज मन पर्दैन, आफ्नो भोइस आफैलाई कस्तो कमेडी लाग्छ, म त क्यामेरामा कस्तो नराम्रो देखिन्छु भन्दै यस्तो नेगेटिभ कुराहरू भन्नुहुन्छ कि हजुर आफूले आफूलाई मन पराउनु हुन्न भने अरूले चाहिँ हजुरलाई किन मन पराउँछन् भन्नु त। सो आफूले आफूलाई चाहिँ मन पराउन एकदमै इम्पोर्टेन्ट हुन्छ, नट जस्ट कन्टेन्ट क्रिएसन, लाइफको होल फ्याक्टरमै हजुरले चाहिँ आफूले आफूलाई चाहिँ एकदमै माया गर्नुपर्छ क्या, सेल्फ लभ इज द मोस्ट इम्पोर्टेन्ट लभ। अनि सबैजनाले होइन निश हुनुपर्छ, आफ्नो आफ्नो एक एकवटा निश हुनुपर्छ भन्नुहुन्छ, तर म चाहिँ त्यो बिलिभ गर्दिनँ बिकज मेरो आफ्नो पनि एउटा निश छैन कि, म कहिले ट्राभल फुडहरू हालिरहेको हुन्छु, कहिले स्किन केयर, कहिले मेकअप, कहिले डेली लाइफ हुन्छ नि। मलाई चाहिँ के लाग्छ भन्दाखेरि पहिला चाहिँ त्यो स्पेसिफिकली निशवाला कन्टेन्ट चल्थ्यो भने अहिले चाहिँ पिपल लाइक टु सी यु के यु एज अ कन्टेन्ट क्रिएटर हुन्छ नि, तिम्रो लाइफस्टाइल कस्तो छ, तिमी कस्तो स्किन केयर गर्छौ, तिमी कस्तो मेकअप लगाउँछौ, तिमी के खान्छौ, तिमी कहाँ घुम्न जान्छौ, एज अ होल पर्सनालिटी नै मान्छेलाई हेर्न मनपर्छ जस्तो लाग्छ क्या मलाई।